आज त यस्तो बिहान उठेर होला दिन पनि कति लामो लागेको। हे गाइज, दिस इज मी ईशा एन्ड वेलकम टु अ डे इन माई लाइफ। आज चाहिँ बिहान 4:30 बजे उठेर म मेरो साथीलाई एयरपोर्ट ड्रप गर्न आएको थिएँ। उसलाई सी अफ गरेर एउटा स्कुटर चाहिँ पार्कमा राखेँ। देन बिहान हाम्रो बौद्धको लोकल आलु रोटी हन्टिङमा लागे र यता तुसालनिर चाहिँ ठ्याक्क खोलेको रहेछ। सो त्यहीँ गएर सुच्याएर आलु रोटी खाएँ र त्यसपछि फर्किँदाखेरि मेरो फेभरेट ठाउँबाट यो जेरीस्वारी हलुवा लिएँ र बाटोमा फर्किँदै टुनाल देवी माको मन्दिर पनि छिरेँ अनि एकछिन दर्शन गरेँ। यता चाहिँ कस्तो पिसफुल लाग्छ मलाई। र त्यसपछि म चाहिँ घर आएँ र बिहान रेडी नभएको रिजनले अलिअलि मेकअप लाएर रेडी भएँ। सधैँ चिटिक्क परेर रेडी हुने बानीले कस्तो कस्तो लाग्ने कि केही नलाउँदा। देन आफ्टर मम्मीलाई लिएर आएको जेरी साडी हलुवा पनि खाएँ। अल्सो मेरो पनि फेभरेट हो। त्यसपछि म फेरि बाहिर निस्केँ र ठमेलको यो पेटल्स भन्ने ठाउँ आएको थिएँ। यहाँ चाहिँ मलाई मेरो दाइ र साथी भेट्नु थियो। हामी चाहिँ बिहान कफी खान आउने भनेर आएको, तर यस्तो ग्यास्ट्रिकले ढुस्स भएर म चाहिँ एकछिन बसेर माछा खाएँ। ठाउँ पनि कस्तो राम्रो, प्लस ड्रिङ्क्स आर सो गुड। मैले फेरि पिचा स्टी खाएँ प्लस कोकोनट क्लाउड माछा पनि ट्राई गरेँ। द्याट्स सो अमेजिङ। फोटो बुथ पनि रहेछ, अलिअलि खिचेँ र दाइले चाहिँ बाई गरेर साथी र म चाहिँ एकछिन मसला बिट्स आएँ र एक दुईवटा सामान किनेर यहाँबाट पनि हामी निस्क्यौँ अनि घर आयौँ। घरमा दिनभरि लडेर कुरा गरेर बस्यौँ र मम्मीले बफ अचार नै बनाउनु भएको रहेछ। देन आफ्टर मैले मेकअप सेकअप रिमुभ गरेँ, फ्रेस भएँ र अर्डरको चिकन अचारहरू पनि प्याक गरेँ। र आजको डिनरमा चाहिँ बफ अचार, चिकन ग्रेभी र डल्ले खुर्सानी थियो र यति भएपछि त के चाहियो, दमादम भात बजाएँ र आनन्दले आजको मैले दिन यही खतम।